हेलो नमस्ते नमस्कार सम्पूर्ण मेरो दाजुभाइ दिदीबहिनीहरूलाई फेरि पनि स्वागत छ मेरो अर्को ब्लगमा। तपाईहरुलाई म अहिले रिसेन्टली बस्ने लोकेसनको छोटकरीमा भन्न चाहन्छु है, यता कस्तो छ के छ भनेर है। मैले हेर्दाखेरि चाहिँ यो ठाउँ भर्खर के हल्का डेभलप भएर आउँदैछ है। पहिला हेरेर हल्का धेरै डेभलप भयो क्या यहाँनिर हेर्दा हेर्दै हैन। अब यहाँ बस्ने पहिल्यैदेखि बस्नेहरूले भन्छ है, पहिला हेर्दा चाहिँ अहिले धेरै डेभलप भयो अरे नि त। अनि यहाँनिर यसो हेऱ्यो भने सबैतिर गाउँ मात्रै छ नि त, गाउँ हेर्न सक्नुहुन्छ। र यहाँनिर तपाईहरुले जुन यहाँनिर ठुलो ठुलो यो बिल्डिङ भयो हैन, यो तल बिल्डिङ भयो अनि यहाँतिर सबै ठुलो बिल्डिङहरु देख्नुहुन्छ नि, यो चाहिँ सबै मेरो बिल्डिङ हो, यो चाहिँ सबै मेरो बिल्डिङ हो भनेर भने नि तपाईहरुले पत्याउँदैन होला है। हल्का मजाक गर्दैको, मालिकहरुले सुन्यो भने चाहिँ कट्टा हान्छ होला मलाई, कट्टा हान्छ होला मलाई। हल्का तपाईहरुले मजाक गर्दैको। यहाँनिर चाहिँ धेरै छैन ठुल्ठुलो बिल्डिङहरु, अलि कम्ती मात्रामा हैन। अन्त तर वर्कसपहरु धेरै छ यहाँनिर चाहिँ। वर्कसप चाहिँ मैले हेर्दाखेरि अब एउटा वर्कसप भयो है, त्यहाँ तल दुईटा भयो अनि पर तीनटा छ है, चारटा यता पर तपाईहरु देख्नु त्यहाँ पनि छ नि त एउटा। अन्त यो पर हेर्न सक्छौँ, यो चाहिँ मेरो रिसेन्टली बस्ने घर हो नि त। टाउनदेखि कति माथि छ हेर्नुस् न तपाईहरु। अब टाउन यहाँ तल भयो है, म काम गर्ने एरिया यता तल भयो है, र म बस्नु पर्ने आउने चाहिँ यति माथि पर्छ क्या हैन। हेर्नुस् तपाईहरुले घर है, यो घर पनि रिसेन्टली बनाएको क्या मालिकहरुले, धेरै भएको छैन, यो पब्लिक्स भएको है यो घर। अहिले मालिकहरुले हालैमा यो कन्स्ट्रक्सन सकेर जिम्मा लिएको धेरै भएको छैन नि त, यो घर नयाँ हो है। घरको यसो भ्यूहरु हेर्ने हो भने चाहिँ यस्तै छ है। अनि हेर्न सक्नुहुन्छ है, फ्रन्ट भ्यू यस्तो भयो। अनि खास एक्चुअलमा चाहिँ यस्तो देख्छ हेर्नुस् न, हाइट चाहिँ एकदम छ भनौँ है, 3 4 5 ताले जस्तो छ। हेर्नुस् गाइस, यो चाहिँ भुटानको सबैभन्दा लङ्गेस्ट ब्रिज हो, भुटानको सबैभन्दा लङ्गेस्ट ब्रिज हो। ऐसा लगा मेरा मजाक है, डाइना भन्दा पनि लामो। यो चाहिँ हाम्रो काम गर्न जाँदाखेरि हिँड्ने एउटा सानो पुल बनाएको छ नि त, एकदम खोल्ची धाप जस्तो भएर यहाँतिर चाहिँ धाप जस्तो भएर चाहिँ हामी यहाँनिर यसरी काठ ओछ्याइदिएको छ, पुल बनाएको छ है। यस्तो तपाईहरुले हेर्न सक्नुहुन्छ यहाँनिर कति हरियाली क्या अहिले समर टाइममा त हैन, हेर्दै रमाइलो हैन, हरियो गरेर। तर यो एरियामा चाहिँ हेर्नु पर्यो भने चाहिँ खास यो एरियामा चाहिँ नि एकदम पानी जामिरा हुन्छ नि त। अनि समर टाइममा चाहिँ एकदमै पानी धेरै जामिन्छ यहाँनिर, तर विन्टर टाइममा चाहिँ एकदम ड्राई नै बस्दो रहेछ। र यहाँनिर हेर्न सक्नुहुन्छ है, यहाँनिर चाहिँ के छ भन्दा चाहिँ अलिकति पानीले गर्दाखेरि बाटो साह्रो अप्ठ्यारो भएर चाहिँ यहाँनिर मालिकको बाउले के गरिदिनु भएछ भने काठ ओछ्याइदिनु भएछ कि कहाँदेखि लिएर ओछ्याइदिनु भयो है, थाहा भएन। तर ओछ्याएर चाहिँ एकदम धेरै राम्रो गरिदिनु भयो, फाइदा भयो क्या हामीलाई। र यहाँनिर हेर्नुहोस् है, यो बाटो चाहिँ चोर बाटो भन्छ क्या। चोर बाटो मतलब कि अब चोर्नु जाने बाटै, सर्टकट बाटो क्या। अब काममा छिटो पुग्छ नि त यहाँदेखि। टाउन चाहिँ यहाँ मुनि पर्छ, र यो टाउन चाहिँ यता तल पर्छ नि त, यहाँ मुनितिर, यहाँ मुनि छ टाउन चाहिँ। तपाईहरुले अब जहाँ घाँसहरु देखाउनु भयो भन्छ ल, जहाँ घाँसहरु देखाउनु भयो भन्छ ल, मुनि छ टाउन चाहिँ। र बाटो चाहिँ यहाँ माथिबाट जङ्गलकारीबाट, किनकि यो चाहिँ छोटो बाटो छ है, तलदेखि चाहिँ धेरै लामो पर्छ नि त, टाइममा पुग्नु अलिकति गाह्रै पर्ला। र यो चाहिँ एकदम विन्टरमा चाहिँ एकदमै खुल्ला थियो क्या बाटो, एकदम हाइवे है। तर अहिले चाहिँ हेर्नुहोस् न, अब यो बाटो छ कि छैन, उस्तै त्यस्तो त यो बाटोबाट छिर्नु पनि डराउँछ क्या, सापहरू आउँछ भन्ने टेन्सन है। तर पनि अब केही छैन, यस्तोमै हिँड्नै परेछ, बाध्यता है। र यो कहिले फाडफुड गर्ने समय पनि पाएन होइन, किनकि त्यस्तै हो, कामले एकदमै बिजी हुन्छ होइन, काममा एकदम व्यस्त हुन्छ। त्यस्तै छ जिन्दगी, काममा जाने बाटोहरू झार जङ्गल घारी छिर्दै हिँड्ने हो क्या बाटो चाहिँ। हेर्नुहोस् है, त्यस्तै छ। र यो चाहिँ कसको जग्गा जमिन भए पनि अलिकति सफा गरिदिनु होला है, अलिकति क्लिन गरिदिनु होला भन्न चाहन्छु है।
बाटो हाम्रो अर्कोले भनेर हुँदैन, हामीले सबै गर्नुपर्ने हक्का मजाको रमाइलो यस्तै छ बाटो है। पहिला चाहिँ खेतीपाती गर्थ्यो होला सायद होइन, अहिले चाहिँ र खेतीपाती गर्नु छोडेर चाहिँ यस्तो भएको होला जस्तो लाग्यो। पारी नै छ स्टिल, तर यो सिर्फ के भन्दा घाँस झारपात पलाएर चाहिँ यस्तो भएको छ। र यहाँनिर हेर्नु सक्नुहुन्छ तपाईँहरूले भर्खर रिसेन्टली एउटा बिल्डिङ पब्लिस हुँदैछ है। सो यही हो गाइस, मेरो काम गर्न जाने बाटो यस्तै छ है। हुनु त बाटो त राम्रो नि छ कि, तर पनि अब भन्दै यही खोजेको त होला नि हामीले होइन। यस्तै रफ रोड हिँड्नु परेको छ, रफ रोड है। बाटो यस्तै छ, काम गर्न जाने बाटो चाहिँ मेरो चाहिँ पिच रोड छोडेर रफ रोड दौडेको क्या। मान्छेलाई भन्छ नि सुखले पस्दैन अरे क्या, जता दुःख छ त्यतै दौडिन्छ भन्थ्यो, त्यस्तै हो रहेछ। अब तल एकदम राम्रो बाटो छ, तर काममा जानु ढिलो हुनको कारणले गर्दा यस्तै बाटो हिँड्नु परेको छ। यहाँनिर हेर्नु सक्नुहुन्छ, यो चाहिँ मेखु बनाउने ठाउँहरू छ है। सानो छ एरिया चाहिँ, तर एकदम क्या प्रोडक्सन चाहिँ एकदम दामी। यहाँ चाहिँ धेरै प्रोडक्सन गर्नु सक्दो रहेछ है। रिसेन्टली यहाँनिर चाहिँ के भएको थियो भने आगो लागेको थियो नि त, आगो लगेर फेरि रिबनाएको रहेछ है। किन आगो लाग्यो, कसरी आगो लाग्यो भन्नुपर्दाखेरि यो मिसिना ठाउँमा नि धेरै आगो लाग्यो क्या। अब धेरै ठाउँ आगो लाग्यो है। यहाँनिर केही न केही नराम्रै घटना भइरहेको छ टाइममा। कोही बेला गाडी एक्सिडेन्ट भएर धेरै मान्छेहरू खसिरहेछ है। र आगो पनि त्यस्तै लागिरहेछ, फरेस्ट फायर भइरहेछ है। त्यस्तै छ। यताको वर्कसप चाहिँ यस्तो हुन्छ हेर्नुहोस् न। ए वर्कसप चाहिँ यस्तो छ, गाडीहरू कोही बनिरहेछ है, बिग्रिरहेछ, सफा हुने भइरहेछ, धुने धुइरहेछ हुन्छ यो ठाउँमा चाहिँ। यस्तै रहेछ गाइस वर्कसप। सो गाइस, मैले मेरो ब्लग यतिमा अन्त गर्न चाहेँ। र तपाईँहरूलाई कस्तो लाग्यो मेरो भिडियो है, मन परे पनि नमन परे पनि लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गरिदिनु नभुल्नु होला भन्न चाहन्छु। ल अर्को आउने ब्लगहरू पनि हेरिदिनु होला भन्दै आजको ब्लग यतिमा अन्त गर्न चाहेँ। बाइ बाइ गाइस।